मन्त्री भेट्न सिंहदरबार पुगेको मेयर हर्क साम्पाङको सिंहदरबारमा पनि यति धेरै क्रेज दर्शकबिन देख्न सक्नुहुन्छ। काम थोरै गर्ने धेरै खिच्ने फोटो खिच्दा कता हेर्नुपर्छ भन्ने मलाई थाहा भइसक्यो। नाति खिचौँ न, ढुक्कैको मान्छे हो, ढुक्कैको मान्छे हो। ल म मन्त्री भए चाहिँ म चाहिँ समस्या खोज्दै हिँड्थेँ। म त्यस्तो मान्छे हो। म धरानमा म आउनु पर्दैन नि त, मै जान्छु त्यहाँ कता हो के छ बेलुकातिर होइन, कता हो के हो, यसो जनतासँगै काम गरिरहेको हुन्छ। यहाँ त हुनुहुन्न रहेछ, मन्त्रीजी हुनु भएन, छैनन् यहाँ कति वेट। अब यहाँ सजिलो छ त छैन नि त, यिनीहरू त ठिकै रहेनछ त, बरु पुरानै ठिक छ भन्नेतिर गइरहेको छैन मान्छे। भोलि त्यसो भन्ने मान्छे अझै धेरै सङ्ख्यामा भयो भने थाम्न सक्छ। यी पार्टी भनेको सिंहदरबारभित्र छैन, पार्टी अफिस होइन यो। यहाँको प्रधानमन्त्री भनेको देशको प्रधानमन्त्री हो, त्यो देशभित्र धरान पर्छ होइन। यहाँ सिंहदरबार छिर्न पावर लाउनु पर्छ भनेर हर्क साम्पाङको मन्त्रीजीलाई भेट्नको लागि पावर नपुग्यो। यस्तो छ, पावर पुग्ने नपुग्ने, पावर लाउने नलाउने भन्ने कुराको अन्त्य गर्नुपर्छ होइन। हामी भनेको मैले व्यापारिक प्रपोजल लिएर यहाँ आएको मान्छे होइन, व्यापारी होइन म। स्वतन्त्र मेयरहरूलाई असहयोग गरे यो सरकारले भनेर जनताले बुझेको छ, तपाईँले ठ्याक्कै भन्दिनु साँच्चीकै असहयोग गरेको हो? जनताले बुझेको कुरा त गलत हुँदैन होइन र। त्यो चेन्ज कस्तो हुनुपर्छ भनेको सिंहहरू मात्रै बस्ने भयो भने गुनासो बेला बेला बढिरहन्छ। यहाँ आउनै नपर्ने गरी इमेलिङबाट पनि काम हुनुपर्छ क्या। त्यो आज चाहिँ प्रधानमन्त्रीको स्वकीय सचिवज्यूले पनि उठाउनु भयो जस्तो मलाई लाग्यो। के भन्नुभयो उहाँले, के सन्देश दिनुभएको छ? मेयर धरानका मेयरलाई मात्रै यो स्टोनबाजी मात्रै गर्नुपर्ने हो, यो स्टोन मात्रै भयो, आउने जाने मात्रै भयो भनेर उहाँले भन्नु भएको थियो। यसलाई कसरी बुझ्नुहुन्छ? कसले चाहिँ जिम्मेवार मन्त्रीज्यूले नै भन्नुभयो। हिजो हजुर चाहिँ एयरपोर्टबाट काठमाडौँ भित्रिँदै गर्दा बालिन शाहलाई भेट्ने सङ्केत गर्नुभएको थियो। कहिले छ बालिन शाहलाई भेट्ने योजना आजको? जनताको मागहरू राखिसकेपछि बालिन शाहलाई भेट्नु चाहिँ सम्झिन्छु। अब यो संस्कृति मन्त्रालयको नाम चेन्ज गरेर श्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन राख्नु पाएको कति राम्रो हुन्थ्यो होला भन्छु म। यहाँ शिक्षा मन्त्रीज्यूलाई भेटौँ भनेको उहाँको त्यो समिति एकदम इमर्जेन्सी ताउती छ उहाँहरूलाई। शिक्षा मन्त्रीले पनि भेट्नु भएन त्यसो भए आज? उहाँ आज अहिले मैले उ गर्दाखेरि भोलि चाहिँ भेटिन्छ भन्ने छ। बालनजी यही हुनुहुन्छ, उहाँ आउनुहुन्न, तपाईँ चाहिँ फेरि टाढाबाट आएको आइ गर्ने। म त मेरो कर्तव्य सम्झिन्छु नि। उहाँको प्रश्न त उहाँलाई सोध्ने हो, त्यो त त्यसको उत्तर मैले दिनु मिल्दैन। दर्शकबिन यतिखेर देख्न सक्नुहुन्छ मेयर हर्क साम्पाङ जनताहरूको समस्याको समाधान गर्नको लागि यतिखेर मन्त्रालय धाइराख्नु भएको छ। धेरै मन्त्रीहरूलाई भेट्न नपाए पनि यतिखेर मेयर हर्क साम्पाङ आज प्रधानमन्त्रीज्यूलाई भेट्ने भनेर निकै खुसी हुनुभएको छ। र तपाईँले देख्न सक्नुहुन्छ सिंहदरबार भित्र पनि मेयर साहबलाई भ्याइ नभएछ जनताहरूको मायाले यतिखेर मेयर हर्क साम्पाङ हर्षित हुनुहुन्छ। धेरै जनताहरूले सिंहदरबार भित्र पनि मेयर हर्क साम्पाङलाई सेल्फी खिच्नको लागि यतिखेर तपाईँले देख्न सक्नुहुन्छ मेयर हर्क साम्पाङ जहाँ पुग्नुहुन्छ जनताहरूको माया त्यही पाउनुहुन्छ। सेल्फी खिच्नको लागि पनि यतिखेर सिंहदरबार भित्र घुइँचो लागेको छ। जसरी मेयर हर्क साम्पाङले धरानमा काम गर्नु भएको छ, उहाँको चर्चा अहिले धरानमा मात्र नभएर विश्वव्यापी रूपमा भइरहेको छ भने सिंहदरबार भित्र पनि उहाँको शुभचिन्तकहरूले सेल्फी खिच्नको लागि देख्न सक्नुहुन्छ बाटोमा रोकी रोकी हाँसी सेल्फी खिचिराख्नु भएको छ। मन्त्रालय भित्र गएर आज हर्क साम्पाङले के काम गरे त, मन्त्रीज्यूहरूले के भने त, सम्पूर्ण कुराहरू आजको भिडियोमा देखाउनेछौँ। साँच्चीकै तपाईँलाई पनि हर्क साम्पाङजीको काम मनपर्छ भने गुड जब हर्कजी भनेर तल कमेन्ट बक्समा लेख्नु होला भन्दै आज मन्त्रालय पुगेर मन्त्रीज्यू भेट्नु भएको हर्क साम्पाङज्यूले के कुराकानी गर्नुभयो त विशेष जानकारी आजको भिडियोमा देखाउनेछौँ। हामी सँगै रहेर पुरा भिडियो हेर्दै जानु होला। लागि के बोकेर चाहिँ यहाँ सिंहदरबार छिर्नु भएको थियो, के अपेक्षा सहित? यस्तो छ, यो के अरे यो बजेटहरू बन्ने सिजन भयो होइन। इनफ्याक्ट ढिलो पनि भइसक्यो भन्दै एक दुईजना मन्त्रीज्यूहरूले चाहिँ अनि त्यता छ भनेको आगामी आर्थिक वर्षका लागि योजनाहरू अब छनौटको प्रक्रिया चल्दैछ अथवा योजना राख्ने हुँदैछ, त्यो समयमै तपाईँले जानकारी गराउन आइपुग्नु भएको हो। त्यही हो मेरो मेन उद्देश्य नै त्यही। यस अघिका वर्ष गत आर्थिक वर्षमा पनि आउनु भएको थियो यसरी? म त जहिले आइरहन्छु त, प्रत्येक वर्ष आउँछु। अब यो आउने जाने मात्रै चलिरहन्छ कि यो सम्बोधन पनि हुन्छ? यो 5 वर्ष घुम्ने मात्रै हुन्छ सिंहदरबार? सानो कुराहरू त अब सम्बोधन हुन्छन् होइन। अलिकति राष्ट्रिय जस केन्द्र सरकारले गर्नुपर्ने कामहरू चाहिँ अलिकति ठुलो स्केलकोहरू चाहिँ भएको छैन। त्यो सानो कुराहरू यसो सानोतिनो कालोपत्रेहरू त्यस्तोहरू चाहिँ अब भइरहेको छ। जस्तो आज म मात्रै यहाँको सोसल मिडिया मैले हेर्दै थिएँ फेसबुकमा, यहाँले यही सिंहदरबारको विषयमा लेख्नु भएको रहेछ। सिंहदरबार अब सिंहदरबार होइन यो जनता दरबार बनाऊ भनिरहँदा किन भन्नुभएको यो खासमा? त्यो चाहिँ हामीले एकदमै त्यो चाहिँ बदल्नुपर्छ होइन। र मलाई जहाँसम्म लाग्छ केही हदसम्म यो बदलिएको पनि छ जस्तो लाग्छ। यो चाहिँ कस्तो भने एकदम पहुँचवाला मान्छे मात्रै यहाँभित्र आउने होइन, उहाँहरूको मात्रै सुनवाई हुने भन्ने खालको जुन पुरानो छ नि
त्यो चाहिँ चेन्ज गर्नुपर्छ। यहाँ आउनै नपर्ने गरी इमेलिङबाट पनि काम हुनुपर्छ क्या। म यत्रो टाढोबाट आएँ होइन, हुन त धरान त त्यहीँ हो। अब यसो तपाईँले विचार गर्नु, ताप्लेजुङबाट मान्छे आउनु पऱ्यो, रुकुम रोल्पाबाट मान्छे आउनु पऱ्यो भने यहाँ आउनै नपर्ने गरी इमेलिङबाट पनि काम हुनुपर्छ क्या। म यत्रो टाढोबाट आएँ होइन, हुन त धरान त त्यहीँ हो। अब यसो तपाईँले विचार गर्नु, ताप्लेजुङबाट मान्छे आउनु पऱ्यो, रुकुम रोल्पाबाट मान्छे आउनु पऱ्यो भने कति दिन लाग्छ होला, खर्च कति लाग्छ होला, यहाँ कति वेट। अब यहाँ सजिलो छ त छैन नि त। अब म चाहिँ समय नलिनै आउनु चाहिँ प्रायः। त्यसले गर्दाखेरि अब त्यस्तो उहाँहरूले अब भनौँ न अहिले कहिले अब यो फल्ना आउँछ र म यहाँ बसिराख्नुपर्छ भन्ने त उहाँहरूले पूर्व सूचना त छैन। त्यसले गर्दाखेरि त्यो हो। त्यही पनि अब स्वकीय सचिवहरूको नम्बरहरू मागेर अब भोलि चाहिँ लगभग हाम्रो सबै कुराहरू भइसक्छ भन्ने कुरा छ होइन, भेटघाट छ। अब कति मान्छेले चाहिँ अझै धेरै पर्खिनुपर्छ होला मभन्दा पनि। जस्तो कि टाइम लिन गाह्रो छ तपाईँहरूलाई पनि कि मेयर साहबहरूले चाहिँ यसो कोसिस गरिरहँदा नपाएपछि अब तपाईँहरूले होइन अब यतिकै जाउँ भनेर आउनु थाल्नुभयो, टाइम लिन खोज्नु भएको? यस्तो छ, यो टाइम लिने भन्ने कुराहरू पनि यो पनि हामीले यो क्रम भङ्ग गर्नुपर्छ हो, यो खालको कुरा क्या। टाइम लिनै नपरोस् भन्ने उहाँहरूको त सेड्युल होला नि त, उहाँहरूको व्यस्तता होला के प्री सेड्युल कतै जानुपर्ने हुनसक्छ के हुनुपर्ने त्यो पनि हुनसक्छ। तर पनि यो टाइम लिने, टाइम नपाउने भन्ने कुराहरू, महिना दिन पर्खिनुपर्ने, हप्ता दिन पर्खिनुपर्ने भन्ने कुराहरू छ नि त होइन। यो चाहिँ अलिकति के अरे त्यस्तो नभए हुन्थ्यो भन्ने लाग्छ हामीलाई चाहिँ। एउटा जनप्रतिनिधिले समय लिनलाई चाहिँ कति गाह्रो साह्रो पर्दो रहेछ? तपाईँले स्थानीय तहको एउटा जनप्रतिनिधिले केन्द्रमा समय लिँदा भेट्छु, म त जोसँग भेट्छु होइन, यहाँ तपाईँहरूले नै केन्द्रमा समय लिँदाखेरि चाहिँ कति समय लाग्दो रहेछ? त्यही त स्वकीय सचिवजीहरूले उठाइराख्नु भएको छ, कतिले चाहिँ उठाउनु हुन्न थियो। आज चाहिँ प्रधानमन्त्रीको स्वकीय सचिवजीले पनि उठाउनु भयो जस्तो लाग्यो। के भन्नुभयो उहाँले, के सन्देश दिनु हुन्छ? म मिलाउँछु समय। अचम्म लाग्यो, किन अचम्म लाग्नुपर्ने, किन उठाउनु भएको थिएन? पहिला मैले निकै गरेँ, उठाउनु भएको थिएन। तपाईँले भन्नुभएको थियो नि मेयर साहब यहाँ सिंहदरबार छिर्न पावर लाउनु पर्छ भनेर हर्क साम्पाङको मन्त्रीज्यूलाई भेट्नको लागि पावर नपुग्यो? यस्तो छ, पावर पुग्ने नपुग्ने, पावर लाउने नलाउने भन्ने कुराको अन्त्य गर्नुपर्छ होइन। हामी भनेको मैले व्यापारिक प्रपोजल लिएर यहाँ आएको मान्छे होइन, व्यापारी होइन म होइन। म को हुँ त भन्दाखेरि एउटा उपमहानगरपालिकाको प्रमुख हो। त्यो प्रमुख चाहिँ पक्कै पनि जनताको माग लिएर आउँछ होला भनेर बुझ्नु पर्यो होइन। त्यसले गर्दाखेरि अब त्यसरी प्रमुख म मात्रै नभएर अरू पनि होइन, म त यो यता त्यता गर्छु, अलिकति जो चिन्छन् भनौँ न, कति चिन्दै नचिनेका मान्छेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँको चाहिँ नि अब भेट दिनुपर्छ, उहाँको पनि सुन्नुपर्छ। अब होला सबै माग पुरा हुँदैन होइन, मैले चाहिँ 100वटा माग लिएर आएको छु, 100वटा त पुरा हुँदैन, त्यो त मैले पनि गर्नु सक्दिनँ मेरो पालिकामा आउने मान्छेको। तर कुन चाहिँ गर्ने हो कुन चाहिँ नगर्ने हो त्यो चाहिँ प्राथमिकीकरण गर्नुपर्छ। जस्तो कि मेयर साहब तपाईँ केही समय अगाडि मात्रै यहाँ रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालयमा छिर्नुभयो, त्यस पश्चात सरकारका जिम्मेवार नेताहरूले के भन्नुभयो भने 753वटा पालिका छन् देशभरि, अब 753वटै पालिकाको मेयरहरू सिंहदरबार आउने नै हो, सिंहदरबार मात्रै आउने हो, यसको विधि होला प्रक्रिया होला, उहाँहरू त उहाँहरूका काम भइरहेछन्, मेयर धरानका मेयरलाई मात्रै यो स्टोनबाजी मात्रै गर्नुपर्ने हो, यो स्टोन मात्रै भयो, आउने जाने मात्रै भयो भनेर उहाँले भन्नु भएको थियो। यसलाई कसरी बुझ्नुहुन्छ? कसले चाहिँ जिम्मेवार मन्त्रीज्यूले नै भन्नुभयो 753वटा पालिका यस्तो छ, त्यो त उहाँलाई सोध्ने हो किन भन्नुभयो भन्ने। यस्तो छ, म चाहिँ जिम्मेवारी बोध गराउन चाहन्छु, म चाहिँ जिम्मेवार मान्छे हुँ होइन, त्यसले गर्दा जिम्मेवारी बोध गराउन चाहेको मैले। अनि स्वतन्त्र मेयरहरूलाई असहयोग गरे यो सरकारले भनेर जनताले बुझेको छ, तपाईँले ठ्याक्कै भन्दिनु साँच्चीकै असहयोग गरेको हो? जनताले बुझेको कुरा त गलत हुँदैन नि त फेरि होइन र। बालेनलाई तपाईँले स्ट्याटस लेख्नुभयो, धेरै सोझो हुनुभयो, अलि बाङ्गो हुनुहोस् भनेर लेख्नु भएको थियो। भनेको बालेन शाहको अहिले जो महानगरमा चलिरहेको छ नि यो रस्साकसी, यसलाई कसरी हेर्नु भएको छ? त्यस्तो नहुनु पर्थ्यो, लोकतान्त्रिक विधि भएन त्यो। अब हिजो हजुर चाहिँ एयरपोर्टबाट काठमाडौँ भित्रिँदै गर्दा बालेन शाहलाई भेट्ने सङ्केत गर्नुभएको थियो, कहिले छ बालेन शाहलाई भेट्ने योजना हजुरको? यो काम मेरो फर्स्ट प्रायोरिटी त यता हो नि त, भेटघाट अरूभन्दा पनि मैले जिम्मेवारी दिएर यो के अरे जनताको मागहरू राखिसकेपछि सम्झिन्छु। अब लामै समय बसाइ हुन्छ तपाईँको यहाँ? उहाँको के छ कोन त अहिले कति दिन बस्नुहुन्छ तपाईँ कहाँ? अब यहाँ अब अहिले फोन गर्दाखेरि भोलि भेटौँ भन्ने कुराहरू छ होइन, मन्त्रीजीहरूको सबै कुराहरू सुन्दाखेरि भोलि सक्छ होला सायद भेटघाट, म पर्सि बिहानतिर फर्किन्छु होला। अब एउटा महत्त्वपूर्ण प्रश्न, तपाईँले चाहिँ जसरी अहिले धरानमा चाहिँ एउटा श्रम संस्कृति चाहिँ बसाउन खोजिरहनु भएको छ, यहाँले चाहिँ निकै जोडतोडका साथ लागि पनि रहनु भएको छ, त्यो चाहिँ मन्त्रालय संस्कृति
अहिले चाहिँ यो संस्कृति मन्त्रालयको नाम चेन्ज गरेर श्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन राख्नु पाए कति राम्रो हुन्थ्यो होला भन्छु म त। अगाडि श्रम संस्कृति थप दिनुपर्ने। हामीले धरानमा श्रम संस्कृति पार्क खोलेका छौँ है, त्यहाँ तपाईँहरू पनि आउनु होला। ढुङ्गा छुट्टै श्रम तथा रोजगार ढुङ्गा बोकेर बनाएको हामी आउँछौँ है, त्यहाँ आउनुहोस्, त्यहाँ संसारभरिका मान्छे आउँछन्। धरान आउने बित्तिकै त्यो हेर्न आउँछ। ढुङ्गा बोकेर टेरी तपाईँको श्रम मन्त्रालय छ त मेयर साहब, श्रम रोजगार मन्त्रालय छुट्टै होइन, श्रम संस्कृति मन्त्रालय भए हुन्थ्यो भन्नु खोजेको मैले। त्यो श्रम संस्कृति उता विदेशमा श्रम गर्नुपर्छ भन्ने मात्रै छन्, त्यहाँ स्वदेशमा श्रम गर्नु परेन। पछिल्लो देशको राजनैतिक घटनाक्रम यो राष्ट्रिय राजनीतिलाई कसरी हेर्नु भएको छ यहाँले? ठिकै छ, चलिरहेछ, राम्रो छ, हुन्छ होला। सरकारको दम्ब बडो जबरजस्त देखियो भन्ने छ, सरकारको यो औचित्य नै गठबन्धनको औचित्य पुष्टि भएन भन्ने छ। खोइ कोन त त्यो चाहिँ खोइ कोन त त्यस्तै छ। बाहिर हेर्दाखेरि आन्दोलन, आज शिक्षकहरूको आन्दोलन रहेछ। यहाँ शिक्षा मन्त्रीज्यूलाई भेटौँ भनेको उहाँको त्यो समिति एकदम इमर्जेन्सी ताउती छ उहाँहरूलाई। शिक्षा मन्त्रीले पनि भेट्नु भएन त्यसो भए आज? उहाँ आज अहिले मैले गर्दाखेरि भोलि चाहिँ भेटिन्छ भन्ने छ होइन। मेयर साहब अहिले शिक्षकहरू आन्दोलनमा छन्, बैठक छ, त्यही आन्दोलनलाई उनी गर्यो। त्यसपछि लगत्तै क्याबिनेटको बैठक, अनि त्यसपछि विपदको बैठक भन्ने छ। बैठक थुप्रो छ नि। शिक्षक आन्दोलनमा, डाक्टर आन्दोलनमा, पत्रकार आन्दोलनमा, श्रमजीवी आन्दोलनमा र सँगसँगै नागरिक आन्दोलनमा अब यसलाई चाहिँ कसरी हेर्ने? अब यो देश जनप्रतिनिधि आन्दोलनमा तपाईँ पनि बारम्बार सिंहदरबारमा यो अन्त्य कहिले हुन्छ मेयर साहब? यो अन्त्य गर्नका लागि के गर्न जरुरी छ भनिदिनुहोस् त सुझाव यहाँको। के गर्ने भनेर जिम्मेवारी वहन गर्नुपर्छ। सबै इमान्दार हुनुपर्छ, पक्षपात गर्नुहुन्न होइन, यिनै कुराहरू हुन् होइन। प्रहरीले आफ्नो काम गर्नुपर्छ, पत्रकारले आफ्नो काम गर्नुपर्छ, कर्मचारीले आफ्नो काम गर्नुपर्छ, मन्त्रीले आफ्नो काम गर्नुपर्छ, प्रधानमन्त्रीले आफ्नो काम गर्नुपर्छ। हिजो म जस्तो मैले त मेरो काम गरेको, यहाँ किन आएको भनेर सोध्नुहुन्छ, मेरो काम गरेको। मेरो काममा चाहिँ के लेखेको छ भने आफ्नो बजेटले नभ्याएको कुरा केन्द्र अथवा प्रदेश सरकारलाई माग्नु भनेर पनि भन्छ मेरो जब टाइटलले होइन। अब केही लाखको केही करोडको कुरा त म आफै गरिहाल्छु। जुन अर्बको कुराहरू छ त्यस्तो कुराहरू त मैले गर्न सक्दिनँ। कति बजेट चाहिएको ठ्याक्कै भन्नुहोस् त? पैसाले त कहाँ पुग्छ मान्छेलाई? बजेट अर्थमन्त्रीसँग भेट्न आउनु भएको छ, कति बजेट चाहियो होला त्यो त होला? त्यो नभनौँ, त्यो उहाँहरूले क्यालकुलेट गर्नुहुन्छ पछि। अब हामीलाई चाहिँ के डर छ भने भोलिको दिनमा 753वटै जनप्रतिनिधिहरू चाहिँ उहाँहरूले आएर काठमाडौँमा चाहिँ अब धर्ना दिने बेला आएको हो कि मेयर साहबहरू सबै आएर चाहिँ अब सडकमा उत्रिने हो कि भन्ने डर आइसक्यो कि अब? खोइ कोन त हुन्छ होला त्यो पनि। भनेको स्वतन्त्रहरूलाई गाह्रो रहेछ, उहाँहरू आउनुहुन्न। उहाँहरू त आफ्ना नेता नेतृत्वलाई भेट्दै जाने अवस्था छ। सिंहदरबारमा त हामीले देखा छैन खासै यसरी जनप्रतिनिधि आउने। यो अवस्था कसरी आयो? यस्तो छ, म मात्रै आएको हो खासमा देख्दा त सिंहदरबारभित्र अरू पनि छ, तर नोटिस तपाईँले गर्नु भएन होला। अरूको चाहिँ अब त्यो भएर होला होइन, पार्टीको रूपमा पनि होला, त्यो पनि होला, तर त्यो हुनु हुँदैन। मैले अघि भने नि पार्टी भनेको सिंहदरबारभित्र छैन, पार्टी अफिस होइन यो। यहाँको प्रधानमन्त्री भनेको देशको प्रधानमन्त्री हो, त्यो देशभित्र धरान पर्छ होइन। यो कोही संस्कृति मन्त्री भनेको पनि देशको हो। यी कुरा त तपाईँले प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री के बुझेन भने यो कुरा बुझेन भने होइन, यो कुरा बुझेन भने मैले भन्दैछु त, मैले बारम्बार हिजो पनि भने पुरानो व्यवस्था फर्किनु किन खोज्दैछ? त्यो त्यहाँसम्म पुग्छ यो चिज। यिनीहरू त ठिकै रहेनछ त, बरु पुरानै ठिक छ भन्नेतिर गइरहेको छैन मान्छे। भोलि त्यसो भन्ने मान्छे अझै धेरै सङ्ख्यामा भयो भने थाम्न सक्छ। कतिजनालाई पक्रिने, कतिजनालाई थुन्ने होइन, कतिजनालाई गोली हान्ने, व्यवस्था विरुद्ध बोले गोली हान्ने, छोप्ने, जेल हाल्ने अवस्था। त्यो यता सुन्नु न, कतिजनालाई हान्ने त, कतिजनालाई थुन्ने। मेयर साहब त्यसले गर्दाखेरि त्यो मैले अघि भने नि यो कुराहरू छ। मेयर साहब तपाईँ चाहिँ सिंहदरबार आगवाई गर्ने एकजना मेयर साहब हुनुहुन्छ, उहाँ पनि स्वतन्त्र, उहाँ चाहिँ सिंहदरबारको मुख पनि हेर्न नचाहने, तालपरे सिंहदरबार जलाइदिन्छु भन्ने। अब बालनजी यहीँ हुनुहुन्छ, उहाँ आउनुहुन्न, तपाईँ चाहिँ फेरि टाढाबाट आगवाई गर्ने। म त मेरो कर्तव्य सम्झिन्छु नि। उहाँको प्रश्न त उहाँलाई सोध्ने हो, त्यो त त्यसको उत्तर मैले दिनु मिल्दैन। किन आउनुहुन्न कोन त? भनेको अन्तिममा एउटा प्रश्न, म त आइरहन्छु। जस्तो यहाँले प्रधानमन्त्री जिम्मेवार पदमा रहेका मन्त्रीहरू नेताहरूलाई भेटेर समस्या यी छन्, समाधान कसरी गर्ने, कसरी अगाडि बढ्न सकिन्छ भनेर त्यो नियमित प्रक्रियामा गएर छलफल गर्न सक्ने अवस्था वातावरण बनेन अथवा छैन? के यस्तो छ, अब त्यो त उहाँहरूले सोध्ने के अरे बुझ्ने कुरा हो होइन। एउटा देशकै मन्त्री अथवा तपाईँको चाहिँ नि
यो जुन छ नि उहाँहरूले भन्ने हो नि त। यहाँ त म मन्त्री भए चाहिँ म चाहिँ समस्या खोज्दै हिँड्थेँ। मैले त्यस्तो मान्छे हो। म धरानमा म कहाँ आउनु पर्दैन नि त, मै जान्छु त्यहाँ कता हो के छ बेलुकातिर होइन, कता हो के हो, यसो जनतासँगै काम गरिरहेको हुन्छु होइन, जनतासँगै काम गरिरहेको हुन्छु। समस्या के छ भने म खोज्दै जान्छु, उहाँहरू पनि खोज्दै आए कति राम्रो थियो। त्यो दिन कहिले आउला सुन्नु न अहिले व्यवस्थाको किन विकल्प खोजिरहेछ मान्छेले भन्दाखेरि मन्त्रीज्यूहरू गाउँघरमा आउनु पर्यो, गाउँलेसँग बस्नु पर्यो क्या, पैसा दिनै पर्छ, योजना पारिदिनै पर्छ भन्ने छैन। बुझ्नुभयो त उहाँहरूले आएर के छ समस्या भनेर गाउँमा त्यति मात्रै सोधिदियो भने पनि नेपाली जनताले धेरै चाहेको छैन नि। छ त सन्चो बिसन्चो के छ होइन, आमा बाबा भनेर चाहिँ नि ज्येष्ठ नागरिकहरूलाई भेट्नु होइन, बेसरी यहाँ हामीलाई भौतिक विकासै गरिदिए ठुलो पैसा दिए भन्ने आशा होला त होइन नि त। त्यति मात्रै सोच्दा पनि हुन्छ क्या। अब हामी आउनुपर्छ यहाँ, त्यो पनि भेट हुँदैन अनि के गर्ने। हुनुहुन्न रहेछ, चिया खाँदै बस्यो। मन्त्रीजी हुनु भएन, छैनन् हुनुहुन्न। अनि यति समय बस्नुभयो भित्र, हामी पनि बाहिर कुराकुरी थियौँ, भित्र चाहिँ के भयो खास कुराकानी, कसलाई चाहिँ भेट्नु भएन? त्यहाँ के अरे सचिवहरूको नम्बरहरू दियो के अरे हजुर होइन, अनि त्यही हो। 6वटा मन्त्रालय तपाईँ जानुभयो, 6वटामा 3वटामा मन्त्रीजी भेट्नु भयो, 3वटामा भेटिनु भएन। यो 50-50 को रेसियो चल्दैछ। कहाँ जानु भएको छ मन्त्रीज्यूहरू? उहाँहरू के अरे बैठक कता भ्रमण, लाइक त्यो उद्घाटन केही कार्यक्रमहरू भन्ने कुराहरू छ। तपाईँले चाहिँ प्रि इन्फर्मेसन दिनु भएन, त्यस कारण चाहिँ मन्त्रीज्यूहरू हुनुहुन्न भन्ने कुरा पनि आएको छ। तपाईँले जानकारी नगरै आउनु भयो? त्यस्तै खालको मान्छे परे। त्यही हो, हाम्रो एयरपोर्टको कुरा छ, ठुलो कुरा छ। एयरपोर्टको ठुलो कुरा छ झन्। भनेपछि अब धरानमा एयरपोर्ट नलिकन तपाईँ फर्किनु होइन, म त माग गर्छु नि, एयरपोर्ट चाहिँ चाहियो। अनि त्यही नजिकै विराटनगरमा छ, त्यही नजिकै चाहिँ झापा अस्ति हाम्रो ऋषि धमनाजी मैले दिएको थिएँ नि, एउटा सेल्फी खिचौँ हजुर। ल सेल्फी खिच्नुपर्छ, काम थोरै गर्ने, सेल्फी धेरै खिच्नु।